हुन् आतंकीकारी हुन् जेएनजीलाई मेरो सरकार आयो म जेएनजीलाई जेल हाल्छु भनेर अहिले पनि महेश बस्नेत बोलिराखेको छ। अहिले पनि महेश बस्नेत त्यो कुरा बोलिराखेको छ। राजनेताको बोल्ने कुरा हो त्यो। राजनेताले त्यस्तो कुरा बोल्छ कसरी यिनीहरूको पछि गएर भोट माग्ने। अब त्यहाँ मिटिङ बैठकमा म भदौको महिनादेखि जान सकेको छैन, मेरो मनले मानेको छैन। चुनाव आयो, चुनावमा नेताहरू उठेका छन्, मैले जानुपर्छ नि त, भोट माग्नुपर्छ एमालेको नाममा। कसरी माग्ने? मान्छेले टाउको हेर्छ नि त, हेर्ने त टाउको हो जनताले। टाउको कस्तो छ त हाम्रो? टाउको कस्तो छ भनेपछि फलानु नगर त फलानु जिल्ला त गु हो, फोर हो, यो मात्रै म बस्ने ठाउँ सापा हो भनेर अभिव्यक्ति आइराखेको छ। एउटा देश चलाउने राजनेताले त्यो जिल्ला गुया हो, फोर हो र मेरो बस्ने जिल्ला सपा हो भन्न मिल्यो? ऊ देशको प्रधानमन्त्री भएर त्यो जिल्ला किन बनाएन उसले? धनुषा जिल्ला महोत्तरी जिल्ला किन बनाएन उसले? किन दमक मात्रै सपा देख्यो? त्यस्तो बोल्ने हो? अनि शोभा पाठक रात दिन गीत गाएकी गाएछ, मलाई यति पीडा छ भनेर उसको मुद्दै दर्ता नहुने। अनि हामी यो गर्छौं त्यो गर्छौं भन्ने गर्दै नगर्ने, 2 वर्ष कार्यकाल भन्दा माथि जानु हुँदैन भनेर निर्णय गर्यो, भोलिपल्ट त्यो निर्णय फेर्दिने। अनि 70 वर्ष भन्दा माथि हतिमान लाग्यो, अब चाहिँ पार्टी नचलाउनु पाउने भन्ने निर्णय गर्यो। ठिकै भयो, सबले माने। त्यसपछि होइन 74 भइहाल्यो अब मै हुनुपर्छ भन्ने। केन्द्रमा त्यस्तै, जिल्लामा त्यस्तै, जताततै त्यस्तै। त्यो भएको हुनाले न त बोली स्वभाव राम्रो छ, न त व्यवहार राम्रो छ, न त काम गराए राम्रो छ। कसैका काखका छोराहरू मरेका छन्, म दुःखका साथ भन्न चाहन्छु। को घृत्यको छ कसैको? भगवान को घृत्यको छ? छोराहरू मरेका, ती मरेका छोरा मेरै हुने, मरेको जनता मेरै हो। त्यो जनता नबन्नु पर्ने थियो, मर्यो मेरो नेतृत्वमा, मेरा पनि केही कमी कमजोरी छन् भनेर भन्नु पर्दैन? नेतृत्वले भन्नु पर्दैन? को हुन् ती जेएनजी भनेका? ती दलाल हुन्, ती चोर हुन्, मेरो सरकार आयो भने जेल हाल्छु भन्ने कुरा गरिरहेछ। त्यो भन्न मिल्यो? आजको मितिदेखि म एमालेको कुनै पनि तह तब्कामा नबसेको नरहेको जानकारी गराउँछु।